साग देखेर 10 जनाले सोध्यो विमान बजारमै कहाँबाट ल्या कतिमा ल्या भनेर 80 मा ल्याएको यो 1.5 किलो साग धेरै मिठो हुन्छ भन्छ नि हैन उही देखियो दाजु अब यस्तो छ अब हामी हिनेर आउले हाम्रो चाहिँ डोका हालेर लगिदिनु पर्यो तरकारी यहाँ चाहिँ हाम्रो दुईजना साथीहरु यहाँ बसको आउने समय कुरिरहेका छन् आज मर्निङ आएको अब आफ्नो सवारी लिएर आउने कुरो पनि भएन अनि तरकारी सरकारी किन्नु चियासे खायो अब पनि अब अर्को हप्ता पछि सवारी यहाँ ल्याएर छोड्ने अनि हिँडेर गएर फेरि हिँडेर आउने हो क्या अनि अब यो टेम्पोमा किन जाने बिहान मर्निङका मान्छे टेम्पोमा किन जाने बसमै पब्लिक बसमै जाने भनेर हामी बसलाई पाथ्या दिनुपर्छ के बसको पर्खाइमा छौँ पब्लिक बस कतिखेर आउँछ यो साग किनेको बाटामा 10 जनाले सोधे कहाँबाट ल्याएको कसरी ल्याएको भनेर यो साग किनेर हिँडेको ओ दाजु यार गुड मर्निङ ल हाम्रो यहाँ अर्को दाइ पनि आइपुग्नु भएको छ कहाँबाट ल्या तपाईले यहाँ चोकबाट ल्या यो त 80 हो बजार तपाईले चोकबाट ल्याएको साग देखेर 10 जनाले सोध्यो विमान बजारमै कहाँबाट ल्या कतिमा ल्या भनेर 80 मा ल्याएको यो 1.5 किलो साग धेरै मिठो हुन्छ भन्छ नि हैन सबै चाहिँ छक्क परे त्यसैले साग लिन खान मन छ भने तपाईहरु बिहानै विमान बजार आउनु होला अब हामी चाहिँ यो साग बोकेर जान सकिन गाडी पर्खिरहेको हामी अब आज ट्र्याक्टर चढेर जाने सम्भावना छ ट्र्याक्टर आइरहेछ तिमीसम्म जान्छ आयो दुधे टाउनमा जाँदैन त्यहाँबाट के हिँडेर जाने आएपछि हामी फेरि टक्क जान्छौँ एउटा मात्र चिज रहेछ केटा हो ओहो ल बसो दाइ बसो कहाँ हो उही देखियो दाजु अब यस्तो छ अब हामी हिँडेर आउले हाम्रो चाहिँ डोका हालेर लगिदिनु पर्यो हाम्रो त्यो कुरो पनि ओके छ ओके भनेपछि 3-4 घरलाई हो कि एउटै घरलाई हो यो हामी 3-4 घरलाई हो कसरी छ किलोको त यो कति थाहा छैन यो मलाई डोकोको 400 कि 200 डोको 300 बनान हो बनान कहाँ बनाउँथ्यो त दाइ त ल ठिक छ है ल दाजु ल कतिखेर आउनुहुन्छ हामी अब आउँछौँ हामीले बस मगाउँदैछ हामीले बस मगाउँदैछ हामी बस जतिखेर आओस् बसमा जाने आनन्दले किन जान्छ होइन बस त यो पर्खिरहेको गाडी आयो आयो गाडी आयो बस आयो हामी बसमा अब जानका लागि तयारी हुनु अब अर्को हप्ता फेरि विमान बजारमा भेटौँ होइन त